Hey guys, welcome back to my video र सबैजनालाई मेरो भिडियोमा स्वागत गरेको छु र यो चाहिँ भिडियो हो दिवालीको र दिवालीको भिडियोमा चाहिँ हामी सबैजना मिलेर चाहिँ एकदम घुम्न गएका थियौं र एक सालमा 2 दिन हाम्रो होटल बन्द हुन्छ र त्यो दिन कस्तो हुन्छ कस्तो खुसी हुन्छ हैन र सबैजना एकदम खुसी हेर्न सक्नुहुन्छ सबैजनाको मुखमा पुरा हाँसी आइरहेको छ हाँसी छाएको छ र सबैजना हाँसी मजाकले हामी चाहिँ जाँदै छौं भर्कला बीच र हामीहरु चाहिँ रेलवे स्टेसन पुग्यौं र रेलवे स्टेसन पुगेर चाहिँ पहिला हामीहरुको चाहिँ टिकट काट्नु पर्छ र यता चाहिँ म टिकट काट्न जाँदै छु रेलवे स्टेसन हामीहरु चाहिँ 10-15 जना जति छौं र हेर्न सक्नुहुन्छ 180 रुपैयाँ लेको छ टिकटको र सबैजना ट्रेन आउन चाहिँ आधा घण्टा पर्खिनु पर्दो रहेछ यहाँ हेर्नुस् हामीहरु चाहिँ एकदम वेट गरिरहेका छौं र पुता पानी पनि पर्न आटेको छ र पानी पर्दा चाहिँ एकदम बीच जान मजै आउँदैन हैन र फोटो सोटो उठाउन हेर्न यस्तो भिडियो सिडियो गर्नलाई त एकदम केही मजै आउँदैन र पानी पनि पर्न आटेको छ हेर्नु न केरलामा धेरै दिनदेखि पानी परिरहेको छ र यो 2 दिन छुट्टी पाएको छ त्यही पनि पानी पर्न आटेको छ र यता चाहिँ हामीहरुको ट्रेन आएर हामीहरु चाहिँ पुरा कुदी गइरहेका छौं र ट्रेनमा हेर्नुस् यस्तो भिड रहेछ नि फेरि के भन्नुहुन्छ राम र हामीहरु चाहिँ जेनरलको डब्बा हेर्दै छौं र यता जेनरलमा हामीहरु पसिसक्यौं र हामीहरुको चाहिँ सिट एकदम हेर्नुहोस् बाथरुमको छेउको सिट चाहिँ हामीहरुकै हो है यो चाहिँ कन्फर्म भयो हामीहरुको बाथरुमको छेउको सिट र हामीहरु फाइनली पुगिसक्यौं र भर्कलामा नाम्दा चाहिँ एकदम बतर उग्रेको रहेछ र मन चाहिँ एकदम धेरै शान्ति लागेको छ है गाइस र हामीहरु भर्कला रेलवे स्टेसन नाम्यौं र रेलवे स्टेसनबाट पनि निकै जानुपर्छ र हामीहरु चाहिँ पुरा हिँडिरहेका छौं हेर्नुहोस् हामीहरुको फौज चाहिँ कत्रो छ र यता चाहिँ भर्कला लेखेकै छ र हामीहरु चाहिँ एकदम बिन्दास पारामा जाँदैछौं यहाँबाट फेरि गाडीमा जानुपर्छ र यता चाहिँ गाडीमा हामीहरु चढि पनि सकेका छौं र गाडीमा पनि नाइकमा पनि तपाईको आधा घण्टा जति जानु पर्दो रहेछ गाडीमा र यता चाहिँ पुरा मौसम चाहिँ राम्रो छ सुहाना मौसम ठण्डी हावा र हरियाली हेर्न सक्नुहुन्छ केरला चाहिँ पुरा हरियाली छ जता हेर त्यतै हरियाली छ र त्यो चाहिँ एकदम मजा लाग्छ र ठण्डी हावा एकदम लिँदैखेरि हामीहरु इन्जय गर्दै जाँदै छौं सबैजना र गाडीमा चाहिँ मान्छे प्रायः हुनु न त हामीहरुकै मान्छेले चाहिँ गाडी भरियो र यता चाहिँ गाडीबाट नामेर पनि नाइकमा पनि 5 मिनेट जति हिँड्नु पर्दो रहेछ र बीचको लागि र हामीहरु चाहिँ पुरा सबैजना हिँडिरहेका छौं र सबैजना भएर मिलेर जाँदा चाहिँ आज चाहिँ धेरै नै इन्जय धेरै नै राम्रो लाग्दै छ ए गाइस र हामीहरु फाइनली भर्कला बीच पनि पुगिसक्यौं र बीच पुगेर चाहिँ हेर्नु सबैजना भिडियो बनाउन थाले आफ्नो पारामा र म पनि कहाँ छोड्ने भनेर म पनि यता बनाइरहेका छु र धेरै राम्रो लाग्छ सबैजना सँगै इन्जय गर्न जाँदाखेरि धेरै नै राम्रो लाग्छ र 2 दिन चाहिँ हामीहरुको बन्द थियो र पुरा दिन चाहिँ पुरा इन्जय गरौँ भनेर चाहिँ हामीहरु एकदम भर्कला बीच आएका छौं र बीच चाहिँ एकदम धेरै राम्रो लाग्दैछ र यहाँको ठण्डी हावा र सागरमा आएपछि चाहिँ हावाले नै एकदम धेरै मनलाई शान्ति गर्छ र जस्तै डिप्रेसन भए पनि मान्छे यहाँ आएपछि चाहिँ एकदम मन चाहिँ फ्रेश हुन्छ एकदम सबै थोक मलाई चाहिँ एकदम धेरै राम्रो लाग्छ र यता चाहिँ बबल्स उडाइरहेका छन् र हजुरलाई चाहिँ के कस्तो लाग्छ खोइ मलाई चाहिँ एकदम राम्रो लाग्छ सागर आएपछि चाहिँ खोइ के हो र धेरै शान्ति लाग्छ र पानी पनि आउँछ जस्तो पनि भएको छ हेर्नुहोस् र यता चाहिँ बोर्डिङ पनि गर्न सकिन्छ यहाँ हेर्नुहोस् यति स्पिडमा मलाई चाहिँ देख्दै डर लाग्यो र यता चाहिँ पार्किङको जग्गा हेर्नुहोस् पार्किङमा चाहिँ पुरा गाडी खाचाखाच भरिएका छन् र हामीहरुको चाहिँ गाइस यही नै रात परिसक्यो हेर्न सक्नुहुन्छ पुरा रात परिसक्यो पुरा लाइटिङ छ र मात्रै त भएलाई त्यस्तो लाग्दैन र अहिले चाहिँ यहाँ पुरा रात परिसकेको छ र हेर्नुहोस् यति राति पनि बीचमा मान्छे एकदम भिड हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा कफी खाँदै यता सागरको भ्यू हेर्दै मजा लिँदै गर्न सक्नुहुनेछ र यहाँ चाहिँ रेस्टुरेन्टहरु यति ठुलठुला रेस्टुरेन्टहरु छन् नि र यहाँ चाहिँ पसेर खान चाहिँ एकदम सोच्नुपर्छ गाइस यति धेरै दाम छ नि माने टुरिस्ट एलेका हो त बाहिरका फरेनरहरु आएर यति यहाँ भिड हुन्छ बाहिरका फरेनरले गर्नाले यो रेस्टुरेन्टमा चाहिँ पसेर खान चाहिँ हामीले जस्तो हाम्रो मिडियम क्लासका मान्छेले चाहिँ एकदम सोच्नुपर्छ त्यस्तो दाम हुन्छ नि यहाँ के भन्नुहुन्छ र रेस्टुरेन्ट पनि हेर्न सक्नुहुन्छ पुरा डेकोरेसनमा यस्तो दामी छ नि र यता चाहिँ माछा चाहिँ पुरा एकदम मजाले बरफमा राखेका छन् र हेर्नुहोस् रेस्टुरेन्ट चाहिँ के दामी छन् र यहाँ पसेर खाना पनि दामी पैसा चाहिन्छ र जस्तो खाना त्यस्तै पैसा पनि है गाइस।